बन्देहीबाट आउनु भएको छ हैन नमस्कार नमस्कार शुभ नाम के पर्यो मेरो नाम मनोज कुमार विक अल्ट्रोसर बोल्दिनु ल आमा हजुर चाहिँ सासूमा पर्नु भयो है यहाँ ज्वाइँ हुनुहुन्छ के म छोरी भाइ गएको आमा तपाईँ हजुर तपाईँको बच्चा दुईटा तीनटा बच्चा छन् अनि एउटा घरमै हजुर यहाँ आएछ आउनु मानेन त्यही छ बाहिर ए स्कुलमा चिन्छन् भनेर ठिक छ के छैन 10 वर्षको छोरी छ ए ठिक छ केही छैन अनि मनोजी के भयो खासमा मनोज अब सबै कहानी भन्नु सुरुबाट म एउटा अटो चालक हो अनि अब अटो चलाउने अब मैले लगभग आफ्नो परिवारलाई चाहिँ मैले सर्वस्व सुम्पिएर अब तीनटा सन्तान छन् अनि सुम्पिएर सर्वस्व उसैको हातमा दिएँ के पो गलत काम गर्ली र भनेर सर्वस्व सुम्पिएँ गर्दै जाँदाखेरि चाहिँ विभिन्न किसिमका ठामबाट ऋणहरू निकालियो अब यहाँबाट निकाल्ने वहाँबाट निकाल्ने अब यो गर्न पर्यो त्यो गर्न पर्यो भनेर मैले पनि सँगसँगै साइनहरू छ मेरो ठाममा त्यो ऋण पनि धेरै भयो त्यति हुँदै जाँदाखेरि चाहिँ अब 1968 11 महिना 2 गते चाहिँ 78 कि 68 78 हुनु न एक साल पहिला अनि 11 महिना 2 गते उठेर हिँडेपछि कहाँ गयो भन्ने भयो अनि कताबाट खबरहरू आइयो कि इन्डियाको चेन्नईमा छ र ऊ पनि आफू पनि कन्ट्याक्टमा आयो अनि मैले यदि सोधपुछ गर्दाखेरि चाहिँ म कामै गरेर बसेछु भन्ने कुरा भयो कामै गरेर बसेछु भन्ने कुरा गरेँ फेरि पनि म आउँछु भनेर उसले त आफ्नो एड्रेस दिएन म त्यो ठाउँमा त्यहाँ अब जुन व्यक्तिको पछि लाएर त्यो गई थिएँ त्यो व्यक्तिको श्रीमतीले मलाई सम्पर्क गरेपछि त्यहाँको तपाईँको श्रीमतीसँग सहवास गरेको भिडियो तपाईँले पठाइदियो हजुर ओ माय गॉड त्यो दृश्य तपाईँ हेर्न सक्नुभयो त मैले हेरेँ त्यो दृश्य हेरेर अब मन त रोयो अब के गरौँ कसो गरौँ त भएको थियो तर पनि सहन शक्ति हेर्नुहोस् त परमेश्वरले अब दिनुभयो सहे म तपाईँ एउटा आमा हो कि होइन आमालाई यो दृश्य हेरेर मर्नु चाहिँ हुँदैन मेरो श्रीमती हराएर अहिले खोजीमा छु होइन खोजी गर्दै गरेको अनि धेरै भयो हराएको विदेश गएको पनि थियो पनि विदेश गएको थिएँ म नि विदेश गएको थिएँ लगभग अहिले कन्ट्याक्ट पनि भएको 3 साल हुन लाग्यो यो साउनमा 3 साल पुग्छ अनि अहिले ऊ पनि बाहिरबाट आएको छ आएर अहिले मसँग फोन कन्ट्याक्ट केही पनि छैन ऊ अहिले गायब छ मान्छे अनि त्यही भएर खोजी गर्दै गरेको तपाईको श्रीमतीको उमेर कति थियो उमेर 25 हो सर तपाईको मेरो नि 25 हो एउटै सालको हामी दुईटै तपाईहरुको विवाह चाहिँ कसरी भएको थियो हाम्रो लभ म्यारेज हो कति वर्ष बिहे गरेको त 71 सालमा गरेको अनि लभ चाहिँ कति वर्ष भएपछि बिहे ल हाम्रो त्यस्तै 3 वर्ष त्यस्तै भएको थियो 3 वर्ष जति भनेको पढाइको सिलसिलामै पढाइ भन्दा नि मैले त पढेको छैन सर म त्यस्तै गाडीमा काम गर्थेँ त्यति बेला त्यतिबेला भेट भएको हाम्रो चाहिँ त्यतिसँग मजाले बोलचाल थियो र पछाडी बिहेमा परिणत भयो हजुर त्यसमा बाउ आमाले मागे गर्नुभयो या त आफ्नो मन खुसीले बिहे गर्नुभयो मैले मेरो मन खुसीले नै गरेको त्यति 3 वर्षसम्ममा उहाँको हाउभाउ आनी बानी हजुर राम्रै थियो त्यति बेला जब म वैदेशिक रोजगारमा गएँ म गएपछि 2 सालसम्म राम्रै थियो हाम्रो सम्बन्ध राम्रै थियो ऊ एक्कासी अचानक त्यति बेला नि हराएको थियो अनि एकचोटि मैले फोन कन्ट्याक्ट उतैबाट गरेँ गराएपछि उसले मलाई के भन्यो भने डिभोर्स दे आइज भनेर मलाई बोलायो अनि म त्यस्तै गएको 28 महिनामा म आएको थिएँ आएर यहाँ खोजेर अनि एकचोटि मिलेर पनि बसेको थियौँ नानी पनि सानै थियो होइन सानो अब बाबु पनि सानो थियो त्यो कारणले अनि नानीहरूको भविष्य नबिगारौँ भनेर मिलेर बस्यो अनि कति मिलेर बसेको त्यस्तै 15-16 दिन भएको थियो होला ऊ फेरि त्यही केटाकै कारणले गर्दाखेरि पहिले नि कति त्यही केटैसँग
तपाईको श्रीमती अर्कैसँग बिहे गर्नुभयो त्यहाँदेखि फेरि फिर्ता ल्याउनु भयो घरमा हजुर फेरि त्यसमा समाजले के गर्यो त्यतिखेर समाजमा हामीले एकचोटि मिलेर बस्ने भनेर अब नानीहरूको भविष्य नबिगारौँ भनेर एउटा कागज पनि गरेको छ अब माथि ओडामा त्यसरी मिलेको थियो मिलेको त्यस्तै 15 दिनमा फेरि उसको सिमारको अर्को चलाउँदो रहेछ त्यो केटालाई कल गर्दो रहेछ त्यही केटा हैन अनि त्यही मान्छेलाई कल गर्दो रहेछ अनि मैले किन यसो गर्छस् भन्दाखेरि म मेरो खुसी गर्छु मलाई नखोज पनि मलाई यो पनि नगर भनेर चाहिँ उसले खोजी निन्दा नगर म मेरो जिन्दगी म आफ्नो तरिकाले जिउँछु भने उसले अनि त्यसो हो भने ल कानुनी रूपमा गएर छुट्यौँ न त भन्दा ऊ मानेन नमानेपछि अनि मैले मेरो पनि बाहिरको टिकट आइगयो मन छुट्टीमा 2 महिनाको गथे अनि त्यही भएर म फर्की गएँ फर्किँदाखेरि म फर्केँ ऊ पनि गइगयो फेरि अनि त्यहाँदेखि मसँग कन्ट्याक्ट पनि छैन 3 साल हुन लाग्यो अहिलेसम्म कन्ट्याक्ट दिन पनि छ विदेशबाट आएर एकचोटि कन्ट्याक्ट पनि गरेको छैन ऊ विदेश गयो विदेश गएर आएर पनि 2 साल बसेर आयो र पनि कन्ट्याक्ट छैन अहिलेसम्म तपाई खोजेको खोजै र आजसम्म भेट्नु भएको छैन छैन छोराछोरी कति जना छन् तपाईको दुईटा छ सर दुईटा कति वर्षको हुनुहुन्छ नानीहरु एउटा 9 वर्षको 73 सालको एउटा 76 सालको छोरा छ 5 वर्ष भएछ 5-6 वर्ष त्यो बाबुहरु कोसँग हुनुहुन्छ अहिले उसले उसकै फुपूको घरमा राखेको छ तपाईले भेट्न पाउनु भएको छैन भेट्न जान आउन चाहिँ पाएको छु मैले खर्च सर्च पनि दिइरा छु अनि लिन जाँदा चाहिँ उहाँहरुले दिनु भएन मलाई उहाँहरुले भन्नुहुन्छ अब मेरो भतिजीले यहाँ राखेर गएको छ हामीलाई जिम्मा दिएर गएको छ मै हो भने चाहिँ के छ त त्यहाँ देखाउनु नि त के मै हो भन्ने छ सबैले मलाई देखाइछ आज भोलि इन्टरनेटले बनाउनु मिल्छ मिल्दैन फोटो 13 अनर म चिन्दिन तँलाई ल्याएको मैले 16 वर्ष भयो 13 अनर कस्तो छ भनेर हो थाहा छ हामीलाई पनि मानिबला थाहा छ भोलि तेरो कलेज सबै मलाई थाहा छ हामीलाई पनि थाहा छ कस्तो छ भनेर भान्जाले गल्ती गरे भने त भान्जी चाहिँ यो अवस्थामा आउनु हुन्थेन नि त तपाईले त माग्दा हर कुरा पाउनुहुन्थ्यो नि त अहिले अधिकार पाउँथे मैले पाउँथे हैन तर यहाँबाट कुरा ल्याउँदाखेरि उले मलाई भन्नु पर्ने हो कि यहीबाट कुरा सुनेर मसँग चाहिँ नबोलिकन न्यु खोज्नु पर्ने हो त मसँग चाहिँ हर कुरा पाउनु त्यतिबेला मसँग चाहिँ यहाँको कुरा सुनेर मलाई सम्झाउनु पर्ने हो कि उले यहाँको कुरा सुनेर चाहिँ उयो गर्नु पर्ने हो मलाई गलत भयो होला तर उले मलाई सम्झाउनु पर्ने हो नि त तर यहाँनेर यहाँको कुरा सुनेर त मसँग न्यु खोज्ने हैन त उ अस्ति त्यही त कानुनी हिसाबमा जाँदाखेरि तपाईले न्याय पाउनुहुन्न थियो कसले चाहिँ गरिदिन्छ कोसँग थियो मसँग कसैसँग कोही नबोल्ने कोही राम्रो नहुने अस्ति हस्पिटल भाइ बिमारी थियो हो भाइ बिमारी थियो माइतीहरुसँग भन त तेरै माइतीहरुले गरिदिहाल्छ नि सबै थोक जान तेरै माइतीलाई भनिदिहाल्ने त के भन्दिनु माइतीलाई जे कुरा पनि माइतीलाई सुनाएर हुन्छ सानो कुराहरु चुप लाग्ने एकछिन सानो कुराहरु पनि त माइतीलाई सुनाएर त हुँदैन त अर्को घर गइसकेपछि त्यहाँ हस्पिटल बस्दाखेरि मलाई ओछ्यान ल्याइदैन भने कि अरे यसले है अनि 2 दिनमा त मुलाई सेक्रेटरीले मुलाई नम्बर माग्दाखेरि दिने आइमे कस्तै त्यही हो अनि यो यसलाई के भन्नु यसलाई के भन्नु त हो यस्तै हो का संसार गर्ने हो यस्तै भएर यति नै गरेर न त घरमा राम्रो गर्थ्यो न राम्रो गरेर बोलेको मसँग मिठो मसिनो कहिले न व्यवहारमा राम्रो गर्थ्यो न केही न मिठो मसिनो खाने बेलामा जहिले राम्रो हुन्थ्यो हो यस्तै हो सँगै मात्रै गर्ने के जहिले जोसँग पनि सँगै मात्रै गर्ने त्यही हो कुरा त्यही त मैले तँलाई सबै शंका गरे ऋण जति तेरो टाउकोमा आउँछ मेरो टाउकोमा आउँछ मैले गरेको ऋण हो र आउँछ मेरो टाउकोमा मैले गरेको ऋण हो मैले काटेको ऋण हो कसले गर्दाखेरि ऋण लागेको थियो मलाई देखि थिस खनखन गनेर जाँदाखेरि त मोटले उडे जाँदाखेरि त मता भयो साइन त तिमीलाई छ मेरो छैन ए तँलाई त्यो मान्छे पनि ल्याउँछु म यहाँ ल्याउँदा हुन्छ तपाई उहाँ विदेश जाँदा तपाईले कति ऋण निकाल्नु भएको थियो उहाँ पठाउनु कहिले अहिले हैन उहाँ विदेश जाँदाखेरि कति ऋण दिनु भएको खोजेर रातमा चाहिँ किन हो अहिलेको चोटि जाँदाखेरि मैले कति काटेको कति 3.5 लाख जस्तो होला अहिले यो मलेसिया जाँदाखेरि के अरे साउदी जाँदाखेरि कति साल अहिलेको चोटि हो अहिले यो कति यो नयाँ जाँदाखेरि 3 लाख माग्नु भएको 18 त्यति बेला मम्मीहरुसँगै मैले मागेर यताउता गाउँघरमै खोजेर ओरेर पठाएको हो त्योभन्दा अगाडि पनि हुँदैछ 2-2.5 लाख रुपैयाँ 3 लाख रुपैयाँसम्म जस्तै लागेको छ त्योभन्दा अगाडि 3 चोटिसम्म मैले 3 चोटि चाहिँ खोजेर पठाएको छु अनि एकचोटि चाहिँ उसकै दिदीले पठाएको हो सुरुचोटि जाँदाखेरि चाहिँ कति ऋण भयो हजुर टोटल कति ऋण लाग्यो तपाईलाई 6 लाख त्यति बेला त खोइ कति लाग्यो अब उले लागेको होला तर उले गएर ऋण नतिरिकन आएको हो क्या विदेशबाट अनि त्यो बढेकै गएको हो त्यो ऋण अझै पनि तिरेको छैन म विदेश त साइनिस जुन साइनिससँग भने त्यो ऋण पनि अझै तिरेको छैन तिरेरै मात्रै आएको छु यसले सबै झुट बोलेको छ मम्मीहरुको तिर्सकेको छ अहिले गएको ऋण तिर्सकेको छ झुट बोलेको छ अहिले गएको ऋण तिर्सकेको छ मैले तिर्सकेको छु त
अनि त्यो साइलहरुको त तिर्सकेको छैन अरे त मैले काटेको हो र मैले तिर्नु त्यो मम्मीहरुसँग काट्दाखेरिको त साइलसँग काटेको ऋण कसको तैँले काटेको पनि अब होस् न त अब एकचोटि छोरी मान्छे हो अब गल्ती भइहाल्यो हुन्छ म एकचोटि माफै दिन्छु भनेर यसलाई मैले तल झारेँ पनि मैले 50,000 फेरि सासु आमालाई ऋण खोजी मागेर कति 30,000 उता चैनपुर पठाएँ भनेर मैले झारे मैले लगेर राखेँ तराईमा ल्याएर राखेँ मेरो बुढी गरेर चिन छ नि मसँग प्रमाण छ नि हो त बेग ल्याउ त प्रमाण होला अहिले पठाएको पैसाको होला साउदीबाट पठाएको पैसाको छ तर ऋणहरु तिरेको पनि त चाहियो नि त ऋणहरु तिरेको त भाग लाउनु पर्यो नि त हो त मेरो हातमा आयो तर मैले ऋण तिर्नु त पाएँ नि त ऋण तिरेर अलिअलि घर खर्च गर्नु पाएँ कि पाएन नानीहरुसँग बस्दा भन्नु लो मसँग सबै छ प्रमाण सबै खर्च कति हो पठाएको सबै छ हो त्यही बसेर हेर्दै भन्नु न त्यही बसेर दिन नै एउटा दिँदा नि भयो नि त हैन देखाउँदा भइहाल्यो होइन अब तपाईहरु नि हेर्नु न त्यो झुट बोलेर काम छैन त यहाँ उहाँले ऋण तिर्नु पनि भएको रहेछ अनि फेरि एक्स्ट्रा ऋण पनि लागेको छ अहिलेको जतिको त ऋण छैन सर यो पहिलो चोटि जाँदा त मलेसिया जाँदाखेरि सबैभन्दा बढी लागेको ऋण भनेको मलेसिया जाँदाखेरिको हो यहाँ सुन एकचोटि तँलाई 33,074 रुपियाँ पठाइदिएछु भन्दा हुन्छ एकचोटि 35,129 रुपियाँ पठाइदिएछु एकचोटि 91,213 रुपियाँ पठाइदिएछु त्यो पैसा तर कसको भागमा पर्छ त पनि भाग लाउनु नि फेरि यहाँ सुन्नु चाहिँ सुन एकचोटि 14,533 रुपियाँ पठाइदिएछु है एकचोटि 70,175 रुपियाँ पठाएको छु अनि 45,000 को चाहिँ मैले पेपर हरायो भनेर मैले यसैलाई भनेको छु यहाँ छ अर्को बुक पनि छ अनि यहाँनिर यो चाहिँ सासु आमालाई पठाएको पैसा एकचोटि 68,805 रुपियाँ एकचोटि 45,430 एकचोटि 1,02,529 रुपियाँ एकचोटि 52,255 एकचोटि 79,139 रुपियाँ र एकचोटि 88,600 रुपियाँ टोटल गर्दा लगभग 8 लाख पुगेर हिसाब गरिदिनु होइन म हिसाब लगाइदिन्छु 4 लाख त ऋण तिर्नु पर्ने यो जुन मेरो नाममा छ नि हो त हिसाब गर्ने त कति हुन्छ त्यहाँ म हिसाब लगाइदिन्छु अनि त्यहाँदेखि यहाँ पनि छ मैले यो पेपर हराउँछ भनेर मैले खातामा लेखेको छु भान्जाको ऋण पनि तिरेको थिएन अहिलेको यस्तो नि अब होइन भान्जा गएको ऋण त सबैले उसमै बोल्नुपर्छ कि भान्जा गएको ऋण त ऋण भइगयो त्यो त ऋण लिएर गइगयो ऋण तिर्ने पैसा त यसमा आइगयो नि यसमा आयो नि त होइन बालबच्चा नि पाल्नु पर्यो होइन अब त्यो ऋण अब जस्तै अब 70,000 आयो भनेदेखि 20,000 रुपियाँ नानीहरूलाई घर खर्च 50,000 त ऋण तिर्यो नि इंग्लिश मीडियम हो इंग्लिश मीडियममा किताबहरु सबै किन्नु पर्छ नि फेरि पर्छ हाम्रो सबै किन्नु पर्छ सोध्दा हुन्छ इंग्लिश मीडियम थियो यो दुईजना सोध्नु यहाँ तिरको किताब किन्नु पर्छ पनि नि एउटा हाम्रोतिर त कपडा पनि दिन्छन् अनि सोध्नु न नानीहरुले भनेछ किताबहरु किन किन्नु पर्दैन ड्रेसहरु सबै किन्नु पर्छ उनीहरुको किताब र ड्रेस किन्नु पर्छ अहिलेदेखि हो हामी नानीहरु पर्छ तीनै जना पर्छ नि किन पर्दैन तीनमा पुगियो तीनमा पढ्ने मान्छे फरक सर्ट सिलाउँदा तपाईको लगभग 17-1800 जति बिल उठ्छ एउटाको दुई जनाको भनेको लगभग यहाँ कतिको उयो भयो लगभग 6,000 मा एक साल पुग्छ हैन अनि अरु ऋण 4 लाख रुपैयाँको ऋण लाउनु पर्यो हैन हैन त 4 लाख रुपैयाँमा गाको 38,000 को हिसाब नगर 38,000 कान्छीको नाममा आएको कान्छीको पैसा हो त्यो फाल्टे त्यो 38,000 हिसाब नगर्दा भयो है 4 लाख 38,000 अनि त्यहाँदेखि 38,000 गयो हैन 10,000 एकचोटि दुईचोटि 10,000 20,000 पनि कटाउनु ड्राइभरले त गाडी चलाएर त हिँड्छ ल मार त ल मार हान त पहिले हान न त नि त्यो झिल्के के खाइदिएको छ तेरो हान्छस् मलाई त्यो झिल्के ड्राइभरले ल हान त ढुङ्गाले म पनि टाउको फुटाइदिन्छु विचार गर्ने फेरि ढुङ्गा नफुटाउनु ए सर यत्रो हैन हेर्नु त कस्तो बोल्दै कस्तो बोल्छ त नि तँ जस्तै रक्सी खाएर हल्लिएर हिँड्ने उ छ झिल्केले यो हान्छ हान्दैन खाँदैन केही पनि खाँदैन है खाँदैन
होइन सर के हो यसले यति बोल्छ बरु म हस्पिटल लगेर खुट्टा हात खुट्टा भाँचा लगेर उपचार गर्ने त्यस्तो हुँदैन होइन हो क्या सर यो हेर्नु त यति बोलेको कति रिस उठाउ मन त कसम तपाईँले त एक दिन त्यो फोन गर ले म फोन गरिदिन्छु ले त्यो झिल्केलाई म फोन तपाईँ चाहिँ ढल्छ अहिले उसलाई उता एट्याक गर्दा छिटो फोन गर त्यो मान्छे नआउँदैछ त कहीँ पनि किन जान दिँदैनस् के गर्छस् किन हानेको त नि होइन हात के गर्नुपर्छ बरु म गर्छु मेरो मोबाइलले भन्दैछु मेरो उता फोन गर म त मेरो ल उता उयो गर्नु हेलो त्यो ल्याउनु त बोल्छ दादा यहाँ सुन्नु मलाई यो पिटेर मार्न लागिसक्यो ए कसले पिटेर मार्न लागिसक्यो यहाँ हेर्नु सबै यहाँ हेर्नु न पिटेर मलाई तपाईँ हात लाउनु यहाँ हेर्नु पिटेर तपाईँले कसलाई सुनाएको मान्छेलाई बोलाउनु यहाँ मान्छे त्यो हामी पनि फोन गरेर बोलाउनु ड्राइभर को ल्याउनु त म बोल्छु ल्याउनु त म बोल्छु ल्याउ अब उसले पनि छोडो भएन नि हेलो एकछिन को उता ड्राइभर हो छ यता ल को तपाईँ चाहिँ को हाम्रो गोमाको एकछिन चुप लाग्नै गोमाको चाहिँ गोमाको को पर्नुभयो तपाईँ कोही होइन भने तपाईँको बोल्ने काम पनि छैन गोमाको कोही होइन भने तपाईँको बोल्ने काम पनि छैन अन्त गोमाको तपाईँ को बोल्नुभयो अन्त तपाईँ अनि गोमालाई चाहिँ के गोमाको तपाईँको तपाईँको श्रीमती हो राख्नु त्यो कोही होइन को यो मान्छे दाइ हो कि कुन दाइ फेरि यहाँ रेकर्ड भइरहेको छ नि फेरि कुन दाइ ड्राइभरको साउ ए ड्राइभरको साउ रहेछ तपाईँले हात लाउने होइन नि फेरि त्यसरी मैले भनिरहेको छु हात लाउनु मिल्दैन नि फेरि गल्ती हो पहिला हिर्काउनु हुन्थ्यो कि यसरी नै तपाईँले हिर्काएको रहेछ भनेर बुझ्यो अहिले